अब चाहिँ केही परिवर्तन होला जस्तो छ। अहिले बालेन सरकारमा चाहिँ अर्थमन्त्री डाक्टर सोनी वाग्लेले चाहिँ पुराना बन्द रहेका 7वटा उद्योग चाहिँ खोल्ने लेखा परीक्षण अडिट मूल्याङ्कन सुरु गरिसक्नु भएको छ। सर्वप्रथम चाहिँ गोर्खाली रबर उद्योग, जनकपुर चोट कारखाना, बुटोल धागो कारखाना, नेपाल मिटेल कम्पनी, नेपाल ओरिएन्ट एन्ड म्याग्नेसाइट कम्पनी, हेटौडा कपडा उद्योग, उदयपुर सिमेन्ट उद्योग। यसरी चाहिँ 7वटा चाहिँ फ्याक्ट्री मात्रै खोल्यो भने पनि सबैभन्दा ठुलो फाइदा भनेको चाहिँ हजारौँ युवाहरू स्वदेशमै रोजगारी पाउनेछन् हैन। यसलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले चाहिँ केही हदसम्म चाहिँ कम गर्ने छ। नेपालमा हाल धेरै सामानहरू खाद्यान्न हैन, अरू चाहिँ लत्ता कपडा सबै विदेशीबाट चाहिँ मगाउनु पर्ने अवस्था छ। यस्ता उद्योगहरू चल्दा र ती सामानहरू चाहिँ स्वदेशमै उत्पादन गर्न सकिन्छ। पुराना धेरै जस्ता उद्योगहरूमा कृषि वा हैन स्रोतमा चाहिँ आधारित थिए। ती उद्योग चल्दा नेपालमा उत्पादन भएका ती कच्चा पदार्थ नेपालमा चाहिँ बजार पाउने हुन्छ, जसले उक्खु कपास जस्ता चाहिँ ग्रामीण अर्थतन्त्रमा चाहिँ धेरै टेवा पुग्ने चाहिँ देखिन्छ हैन। औद्योगिक क्षेत्रको विस्तारले चाहिँ हैन ती गृहस्थ उत्पादनको अथवा जीडीपीमा योगदान पुर्याउँछ र उद्योग सञ्चालन हुँदा अनि सरकारलाई चाहिँ कर ट्याक्स जस्ता चाहिँ विकास निर्माणमा चाहिँ प्रत्यक्ष चाहिँ लाभ पुग्नेछ। अर्थमन्त्री डाक्टरको चाहिँ यो खोज नीतिलाई चाहिँ धेरैले मन पराएका छन् र तपाईँलाई कस्तो लागेको छ